पुरञ्जन नाम गरेको उपाख्यान यहाँ सुनाउनुहुन्छ। प्राचीन समयमा एकजना पुरञ्जन नाम गरेका राजा हुनुहुन्थ्यो। ध्यान दिएर सुन्नु है। उहाँको मित्रको नाम हो, साथीको नाम थियो अभिज्ञात महाराज। एक दिन पुरञ्जन अभिज्ञसँग छुट्टिएर आफूलाई बस्ने ठाउँको खोजी गर्दै 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 महाराज जम्मा दुईटा बाटो थिए, एउटा देब्रे एउटा दाहिने, दुईटा जाने बाटो थिए। त्यसमा आफूलाई बस्ने खोजी गर्दै गर्दै एउटा बाटोतर्फ पुरञ्जन महाराज उता लाग्नुभयो। अभिज्ञसँग छुट्टिएर पुरञ्जन लाग्नुभयो। जाँदा जाँदा गरेको त्यहाँ 9वटा ढोका भएको सुन्दर महल देख्नुभयो। त्यो महलभित्र अन्य थुप्रै युवकले घेरिनु भएपछि परम सुन्दर स्त्री बस्नु भएको रहेछ। तिनको रक्षा चाहिँ 5 फणा भएको सर्पले गर्दो रहेछ। उहाँका 10वटा सेवकहरू थिए। त्यस्तो देवी स्त्रीलाई आज राम्रै सुन्दरी परम सुन्दरी बडो राम्री देवी छिन्। तिनलाई देखेपछि पुरञ्जन महाराजले सोध्नुभयो देवीलाई, तिमी को हो देवी, कहाँबाट आयो, यहाँ किन बसिरहेका छौ, यो तिम्रो वरिपरि बस्ने को हुन्, किन बसेका छन् भनेर आज सोध्नुभयो।